नमस्ते, स्वागत छ यहाँहरुलाई। आजको हामी यस भिडियोमा एस्टिमेट कसरी गर्ने भन्ने कुरा सिक्छौं। यो चाहिँ हाम्रो मेन ड्याशबोर्ड भयो। ड्याशबोर्डबाट हामी जान्छौं एस्टिमेट म्यानेजमेन्ट सिस्टममा। हामीले चाहिँ न्यू एस्टिमेटमा जान्छौं। यहाँ चाहिँ हाम्रो योजनाहरु छ। यदि एस्टिमेटको सफ्टवेयर हजुरले योजनासँग लिंक गरेर चलाउनु भयो भनेपछि योजना शाखाबाट असाइन हुन बित्तिकै यहाँ परियोजनाहरु अटोमेटिक देखाउँछ। तर यदि एस्टिमेटको सफ्टवेयर अलग्गै हजुरले चलाउनु भएको छ भने नयाँ अनुमान सिर्जना गर्नुपर्ने हुन्छ। यसमा परियोजनाको नाम बिल्डिङ कन्स्ट्रक्सन राखौं। कामको विवरण बिल्डिङ कन्स्ट्रक्सन परियोजना कार्यान्वयन वार्ड नम्बर लेख्छौं नेपाल 20 सम्पन्न समय आर्थिक वर्ष अनुमान प्रकार कन्सल्टिङ हो कि फिजिकल हो कि द्वारा गर्दैछु उपभोक्ता समिति। यदि ठेक्काबाट हो कन्ट्र्याक्टरको केसमा हो भनेपछि हजुरले यहाँ वित्तीय विवरणहरु सम्झौता विवरण बैंक डिटेल्स अनि कार्य सम्पन्न मितिहरु यहाँदेखि भर्नुपर्ने हुन्छ। अहिले यसलाई हामी सबमिट गरौँ। त्यसपछि हजुरको यहाँ एड भएर आयो। यहाँ हजुरले मोर डिटेलमा गएर यहाँ वर्क डिटेलमा गएर हजुरले वर्कहरु लिन सक्नुहुन्छ। अहिले भिडियो लामो हुने भएको कारणले गर्दा म हजुरलाई पहिला नै वर्क एड भएकोमा अलिकति थपेर देखाइदिन्छु। यो निफो नेपाल चौतारी निर्माण भन्ने छ। यसमा हामी जाम। यसको वर्क डिटेलमा जनरल वर्क साइट क्लियरेन्स एन्ड डिस्मेन्टलिङ, सिभिल वर्क्स अर्थवर्क इन एक्सकभेसन इन फाउन्डेसन र ड्राई फ्ल्याट ब्रिक सोलिङ वर्क चाहिँ पहिला नै हामीले एड गरिसकेको छौं। त्यसैगरी हामी अब सिभिल वर्क्समा अर्को पीसीसी वर्कलाई लिएर देखाम। पीसीसी वर्क इन फाउन्डेसन भन्ने हैन। यो चाहिँ हेडिङ हामी यति मात्रै राखौं। 3 नम्बरमा हजुरको यो नर्म्सबाट अटोमेटिक रेट देखाइदिन्छ यसले। क्याल्कुलेसन मोड अहिले पीसीसी को पनि हामीसँग एक्स एक्सिस र वाई एक्सिस भएको कारणले हामी अहिले यतिकै एड गर्छौं। सिरियल नम्बर मात्र राखेर अब पीसीसी को भित्र सब क्याटेगोरीमा जान्छौं। सब वर्कमा यसमा चाहिँ एक्स एक्सिस को राख्छौं। एक्सिस तिर सिरियल नम्बर 3.1 रेट हामीले यो सब वर्क हो। मेन वर्कमा हामीले रेट आइसक्ने भएको कारणले गर्दा हामीले रेट युनिट केही पनि राख्नु पर्दैन। क्याल्कुलेसन मोड चाहिँ क्याल्कुलेसन बेस्ड क्याल्कुलेसन। नम्बर 1 स्ट्रक्चर कस्तो हो त क्युबोइड। लेन्थ हाम्रो 16 मिटर छ, 0.5 छ विड्थ। त्यसपछि हाम्रो हाइट चाहिँ 0.1 राख्यौं। यसरी हामी एड गर्न बित्तिकै हाम्रो यहाँ एक्स एक्सिस एड भयो। यहाँ चाहिँ वर्कमा मैले नम्बर 2 राख्नु पर्ने 1 राखेछु। यसरी एडिट गर्न पनि सक्यौं हामीले। यसरी नै फेरि हामी पीसीसी कै वाई एक्सिस तिर गो एड गर्छौं। सिरियल नम्बर 3.2 क्याल्कुलेसन मोड। यो क्याल्कुलेसन मोड कस्तो हो भन्दा हजुरको पर्सेन्टेज बेस्ड क्याल्कुलेसन भन्नुको मतलब यो कामको यति % काम हो भन्नलाई चाहिँ हामीले चाहिँ पर्सेन्टेज बेस्ड क्याल्कुलेसन युज गर्छौं। डाइरेक्ट क्वान्टिटी छ भनेपछि क्वान्टिटी बेस्ड क्याल्कुलेसन। यदि हाम्रो मेजरमेन्ट हामीले राख्नु छ भने क्याल्कुलेसन भयो। नम्बर 2 राखौं। स्ट्रक्चर चाहिँ क्युबोइड, लेन्थ 9 मिटर, 0.5 मिटर, 0.1 मिटर।
यसरी एड वर्क गर्दा हाम्रो पिसिसी वर्कको दुईटा कुरा एड भयो। यसरी वर्क एड गरिसकेपछि हामीले परिमाणमा गएर के कति हो क्वान्टिटी यसरी हेर्न सक्छौँ। हजुरको यो मलेको फारम नम्बर 501 क को आधारमा यसरी हजुरको क्वान्टिटी यसरी देखाइदिन्छ। क्वान्टिटी यसरी नै एब्स्ट्र्याक्ट अफ कस्ट रेट सहित चाहिँ यसरी देखाइदिन्छ। हजुरको टोटल क्वान्टिटी क्याल्कुलेसन गरेर यसरी देखाइदिन्छ सिस्टमले। यदि हजुरलाई वर्क डिटेलमा यो नर्म्स बाहेकको पनि कुनै वर्कहरू एड गर्नु छ, यो त नर्म्सबाट आउने भयो, नर्म्स बाहेकको वर्कहरू एड गर्नु छ भनेपछि हजुरले आफ्नो तरिकाले एड गर्न सक्नुहुन्छ। मानौँ कुनै कार्य छ, ल प्लास्टरिङ छ, प्लास्टरिङ वर्क छ, सिरियल नम्बरमा मैले 4 राखेँ। युनिट आफैले नै चुज गर्नुपर्ने हुन्छ, रेट पनि आफूले नै राख्नुपर्ने हुन्छ। 450 राखौँ। क्याल्कुलेसन मोड, क्याल्कुलेसन बेस्ड क्याल्कुलेसन नम्बर र दुईटा छ रे। स्ट्रक्चर टाइप रेक्टेंगल 20 मिटर 55 मिटर छ रे। यसरी एड गर्नुभयो भनेपछि यसरी हजुरको 4 नम्बर वर्क एड हुने गर्छ। यसको लागि तपाईले आफूले नयाँ वर्क एड गर्नलाई आफूले नै रेट हाल्नुपर्ने हुन्छ। हामीले यो एस्टिमेट गरिसकेपछि हजुरलाई प्रिन्ट गर्न मन लाग्यो, प्रिन्ट गरेर राख्नु पर्यो भनेपछि यसरी हजुरले प्रिन्ट गर्ने अप्सन छ। यहीँबाट सेभ पनि हुन्छ, हजुरको प्रिन्टमै गएर सेभ पनि गर्न सक्नुहुन्छ। यसरी यहाँ फाइल नेम लेखेर सेभ पनि हुन्छ। अथवा तपाईले पालिकाको इन्जिनियरलाई, हजुर वार्डको इन्जिनियरले चाहिँ एस्टिमेट गर्नुभयो, पालिकाको इन्जिनियरलाई एप्रुभलको लागि पठाउनु पर्यो भनेपछि हजुरले यहाँदेखि एसाइन गर्नुहुन्छ। कसलाई त अहिले युजर रोल नभएको भएर सुपर एडमिन भएको भएर सुपर एडमिन नै छ, हामी राखिदिन्छौँ उहाँको नाम सहित, पालिकाको मेन सुपर एडमिनको। उहाँलाई के को लागि, जाँच गर्नलाई हो कि स्वीकृत गर्नलाई हो त भनेर पठाएपछि अटोमेटिक उहाँ इन्जिनियरको, पालिकाको इन्जिनियर समक्ष जान्छ। त्यसपछि उहाँले परिमार्जन गर्ने कि एक्सेप्ट गर्ने, परिमार्जन गर्ने के कारणले भने परिमार्जन गर्ने भन्यो भने यो डकुमेन्ट अटोमेटिकली रिजेक्टेड भन्यो, पुनः आवेदन दिनुपर्ने हुन्छ। फेरि तपाईले उहाँले एक्सेप्ट गर्नुभयो भनेपछि हजुरको एस्टिमेट सही छ भनेर उहाँको कस्ट तयार गर्ने कसले, नामको हो, यहाँ तल जाँच गर्नेको यो अटोमेटिक देखाउँछ। यो भिडियो पछि हामीले हाम्रो अरु सफ्टवेयरबाट के गर्न मिल्छ त, एक्सेप्टेन्स रिपोर्ट, कम्प्लिट रिपोर्ट र मटेरियल ब्रेकडाउन रिपोर्टको लागि हामी अर्को भिडियो बनाउने छौं। धन्यवाद।